गुड मर्निङ एभ्रिवान। आज चाहिँ मेरनबाडी खेल मैदानमा यसरी म उपस्थित भएर हाम्रो मेरनबाडी युथ है भाइ नानीहरूलाई यसरी हाम्रो दादाहरूले गाइडिङ गर्दाखेरि मैले यसो फ्युचरको प्लेयरहरू है आउँदो भविष्यको अनि देशको लागि गरोस् या नगरोस् है गाउँठाउँको लागि एउटा आफ्नो भविष्य फ्युचर राम्रो बनाउनको लागि यिनीहरू यसरी अगाडि बढिरहेछ, लागि परिरहेछ, एकदमै राम्रो कुरा हो। सपोर्ट गर्नुपर्छ गाउँवासीले नै। हामीले अरूको के हो कसो होइन, हाम्रो गाउँकोलाई नै सपोर्ट गर्नुपर्छ। पहिला प्रथम कुरा त है हामीले गाउँकोलाई नै सपोर्ट गरेको हुँदैन। त म यही भन्न चाहन्छु कि के भन्छस् त पहिला केटाहरूले राम्रो गर्दैछ, केटाहरूलाई राम्रो भएको हेर्न चाहन्छु म दिलबाट। त्यति नै छ मेरो। हामीले यसरी नै सपोर्ट गरेर भाइहरूलाई है, हाम्रो मेरनबाडीको बेस्ट प्लेयर है, मलाई मनपर्ने प्लेयर अन्त भाइ राम्रोसँगले धेरै राम्रोहरू जोसिलो भाइहरू छ। भविष्यमा केही गर्छ होला, कुछ गर्छ होला, यिनीहरूले पनि एउटा सपोर्टको खाँचोले गर्दाखेरि आज यो भिडियो बनाएको हेर्न सक्नुहुन्छ तपाईँहरूले। सबै भर्खरको केटाहरू छ, यिनीहरूलाई यसरी नै हामीले गाइड गर्नुपर्छ, किनकि एउटा गाउँठाउँमा सपोर्ट गऱ्यो भने मात्रै हुन्छ होइन भन्दै मैले आज यो भिडियो बनाएको। गाइस तपाईँहरूले सेयर गर्नु होला, हाम्रो मात्रै गाउँ होइन धेरैजनाको गाउँहरू यसरी राम्रो परिवर्तन भएर गएको होस्।